के भयो किन ठुलाएर बस्यो यत्तिकै रमेशले काम गरेको हेरिरहेको एकछिन खाली बस्दैन है केही न केही गरि नै रहेको हुन्छ काम त गोरुले जस्तै गर्छ नि तर बेला बेलामा सरक्क सन्किन्छ र पो त रिस उठ्छ सोझो रहेछ नि त सोझो मान्छेलाई कुन बेला सनक चढ्छ थाहै हुँदैन साँच्ची मामा मलाई गाउँ डुल्न मन लागेको थियो भान्जी के छ र यो गाउँमा डुल्न के छ होइन धेरै छ स्वच्छ हावापानी हरियो डाँडा काँडा माटोले बनेका चिटिक्क परेका घरहरू यो सबै कहाँ देख्न पाइन्थ्यो र विदेशमा त्यो त हो हेर न त म घुमाउँछु नि मेरो भान्जीलाई हजुरको काम होला बरु रमेशलाई भन्नु न रमेशले घुमाइदिइहाल्छ नि त्यसको झन् 50 थरी काम छ एकैछिनको कुरा त हो नि माइजू प्लिज रमेश एकछिन भान्जीलाई गाउँ घुमाएर ल्याइदिन्छ मेरो यहाँ टन्नै काम बाँकी छ भ्याउँदिनँ म त अहिले फेरि हेर न एकैपटकमा भनेको त कहाँ मान्छ र यसले पनि घुमाइदियो भनेपछि एकछिन लगेर खुरुको घुमाएर लिएर जा प्लिज ल त लाउनु म गएर आउँछु है धेरै टाढा टाढा नजानु है काल जमाना ठिक छैन रमेश छ त रमेश भएपछि के को डर कहाँ जाने घुम्नु के थाहा तिम्रो गाउँ हो तिमीलाई थाहा होला नि कहाँ लानु त मैले तपाईँलाई घुमाउन तिमी जहाँ लान्छौ म त्यही जान्छु हिँड्नु न त जाउँ तपाईँलाई थाहा छ यो मेरो सबैभन्दा मनपर्ने ठाउँ हो नि किन किनकि यहाँ सीता र मैले खुब धेरै समय बिताएका छौँ त्यो भिरमा हामी सानोमा कति धेरै चिप्लेटी खेल्थ्यौँ म बाख्रा चराउन आउँथेँ सीताले मलाई झोलामा हालेर भुटेको मकै पोलेको आलु ल्याइदिन्थे कति धेरै माया गर्थ्यो त्यसले मलाई तिमी चाहिँ गर्दैन थियौ गर्थेँ नि म पनि त्यसलाई ऐँसीले ल्याएर दिन्थेँ अनि हामी यहीँ बसेर ऐँसेलु भुटेको मकै पोलेको आलु खान्थ्यौँ कति रमाइलो हुन्थ्यो ऐसेलु के हो ऐसेलु भनेको म पनि खाने हुन्छ म तपाईँलाई टिपेर ल्याएर खुवाउँछु नि हस् हुन्छ अनि सीता बाहेक तिम्रो यो गाउँमा अरू कोही साथी छैन छ नि खै त मलाई पनि भेटौ न साँच्ची भेट्ने हो सीतापछिको सबैभन्दा मिल्ने मेरो साथी भनेको यो हो यो रुख म खुसी हुँदा होस् या दुःखी हुँदा जहिले सबै कुरा आएर यो रुखलाई सुनाउँछु यसलाई मेरो सबै कुरा थाहा छ यो मेरो एकान्तको साथी हो म खुसी हुँदाको साथी हो म दुःखी हुँदाको साथी हो जुन कुरा म अरूलाई भन्न सक्दिनँ त्यो सब कुरा यसलाई आएर भन्छु डाकको छोडेर रुन मन लाग्यो भने यसैको अगाडि आएर रुन्छु यसले मेरो सबै कुरा सुन्छ सबै कुरा बुझ्छ यस्तो लाग्छ यसले जति मलाई अरू कसैले पनि बुझ्न सक्दैन सीताले पनि त्यसलाई मैले सबै कुरा कहाँ भनेको छु र त्यसको अगाडि डाकको छोडेर कहाँ रुन सकेको छु र जुन कुरा त्यसलाई भन्न सक्दिनँ त्यो कुरा यहाँ आएर यो रुखलाई सुनाउँछु अनि बल्ल मेरो मन हल्का हुन्छ भनेपछि यो रुखसँग तिम्रो गहिरो रिलेसन छ सागरभन्दा पनि गहिरो हो कि होइन भन्दै त हो भन्यो इन्ट्रेस्टिङ या अब म तपाईँलाई मेरो अर्को मनपर्ने ठाउँमा लिएर जान्छु हुन्छ हुन्छ जाउँ न